वेलकम टु माई युट्युब च्यानल फाकोङदेन परिवेश। आज चाहिँ रेड पान्डाको बारेमा जिल्ला ताप्लेजुङको देउराली हिमालय हाब्रे सेन्टरमा चाहिँ हामी गइरहेको छौँ र हामीसँग प्रशिक्षणको रूपमा हुनुहुन्छ निशान लिम्बू। हिमालयन हाब्रे केन्द्र चाहिँ हामीले निर्माण गर्दाखेरि पर्यावरण मैत्री अनि साथसाथै यो चाहिँ दिगो विकासको एउटा इन्फ्रास्ट्रक्चर बन्योस् भनेर चाहिँ हामीले यसमा चाहिँ स्थानीय स्रोत साधनहरू जस्तै ढुङ्गा, माटो, यहीँको काठ, गोबर, परालको टुक्रा, तोरीको पिनाहरू जस्तो कन्स्ट्रक्सनको मेटेरियलहरू प्रयोग गरेर चाहिँ हामीले हिमालयन केन्द्र बनाएको छौँ, हिमालयन हाब्रे केन्द्र बनाएको छौँ। साथै यो केन्द्र चाहिँ जस्तो लेकमा पर्ने 2600 मिटर उचाइमा पर्ने भएकोले चाहिँ यसलाई चाहिँ म्याक्सिमम सोलर युटिलाइज गरोस् भनेर चाहिँ यसलाई चाहिँ प्यासिभ हाउसको रूपमा डिजाइन गरिएको छ। गर्मीको समय नै छ, गर्मीको समयमा यसरी घाम जान्छ र यता पुगेर के भन्छ अस्ताउँछ। साथै जाडोको बेलामा अलिक यता यता सर्दै जान्छ, यता बिचबाट आउँछ, यसरी जाँदै गरेर यतैतिर खाली छ र यो दुईटा आउटलेट छ। अब हावा त कहीँबाट निस्किनु पर्यो भने यहाँबाट चाहिँ तातो हावा सुर निस्किने गर्छ। जस्तो अहिले मैले अब यो घाम लागेको भए चाहिँ मजाले अहिले तपाईँहरूले यसरी हात लाग्नु भएको भयो भने यहाँ तातो हावा सुर आउँदै गरेको एउटा चिनोको रूपमा यहाँबाट सामानहरू लाँदाखेरि तपाईँहरूको स्थानीय उत्पादनहरूलाई चाहिँ हामीले यसरी राखेको छौँ। अनि यो चाहिँ एउटा अर्को हाब्रे केन्द्रको मुख्य काम पनि हो। विभिन्न कुराहरू चाहिँ हामीले यहाँ राखेर तपाईँहरूलाई चाहिँ अनि अन्य कुराहरू चाहिँ अब फिल्डमै गएर पनि भन्छ एउटा रेस्पेक्टको लागि भयो। त्यो तरिकाले चाहिँ यो बेड डिजाइन अथवा यो नर्सरीको डिजाइन गरिएको छ। अनि अहिले चाहिँ अब हिमालयन हाब्रे केन्द्रले चाहिँ यहाँको जनजीवन समाजले चाहिँ कसरी आय आर्जन गर्ने भन्ने विषयवस्तुलाई पनि अगाडि बढाइरहेको छ र तालिमहरू गोष्ठीहरू चलाइरहेको छ। र यहाँ देख्नुहुन्छ नर्सरीको लागि प्लटिङहरू गरिरहेको छ र अलिकति अगाडि हामी गएर हेर्नेछौँ र पानी फिल्टर गर्ने ट्याङ्की पनि बनाएको देख्न सकिन्छ। मुहान नभए पनि हामीलाई आकाशे पानीले पनि हामी चाहिँ चलाइराख्छौँ। यो चाहिँ निकुञ्ज आरक्षणमा के भयो भनेपछि नेपाली सेना मैले भने नि 2031 सालमा निकुञ्ज आरक्षण शिकार आरक्षण पहिला पनि थिएन, शिकार आरक्षण पनि बचियो गएको हामी 31 सालमा निकुञ्ज र आरक्षण। यो थोरै रेड पान्डाको एकदम फनी भिडियो, एकदम रमाइलो छ। र यहाँ देख्न सकिन्छ कि एकदम व्यवस्थित गरिएको छ टोयलेट, बाथरुम र बेडहरू। र हामीले आपतकालीनमा कसरी उद्धार गर्ने भन्ने कुराहरू पनि सिकाइरहेको छ। मैले यहाँहरूसँग चाहिँ हामीले दैनिक काम गरिराख्दाखेरि र हिजोका दिन र भोलिका दिनहरूमा हामीले काम गर्दै जाँदाखेरि यहाँ चाहिँ जङ्गल प्रशिक्षण भइरहेको छ र रेड पान्डाको जोन ब्लकहरूमा चाहिँ ट्रान्जेक्ट पोइन्टहरू चाहिँ कसरी लिने भन्ने सल्लाहहरू भइरहेछ। यहाँ प्रशिक्षण तालिमहरू भइरहेको छ र प्रत्यक्ष रूपले हामीले गरि पनि सकेको छौँ। अन्त्यमा हाम्रो हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बा हुनुहुन्छ।